प्रतिष्ठान तेस्रो वर्षमा प्रवेश गर्दा यसले पुर्याएको शैक्षिक र सामाजिक योगदानप्रति म निकै हर्षित एवं गौरवान्वित महसुस गरेको छु र अब म यस सम्मानित सभामा आर्थिक वर्ष 2081-82 को संक्षिप्त आर्थिक प्रतिवेदन प्रस्तुत गर्दछु। यस प्रतिष्ठानको आम्दानीको मुख्य स्रोत अक्षय कोषको ब्याज हो। गत आर्थिक वर्ष 2081-82 मा खर्च घटाएर बाँकी 9,300 बैंक मौजात रहेको छ। यो वर्ष प्रतिष्ठान स्थापनाको तेस्रो वर्ष हो। यस वर्ष गरिने वार्षिक कारोबार निम्न अनुसार भएको बेहोरा अनुरोध गर्दछु। नम्बर 1, बैंक मौजात। अक्षय कोषको रकम राष्ट्रिय वाणिज्य बैंक पोखरा शाखामा रु 10 लाखबाट बढाएर रु 15 लाख पुर्याएको छ। संस्थाको नाममा राष्ट्रिय वाणिज्य बैंक पोखरा शाखामा अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा खाता खोली अक्षय कोषबाट प्राप्त पौष मसान्तसम्मको ब्याज रु 1,80,000 र गत वर्षको मौजात रकम 9,300 गरी जम्मा 1,89,300 मौजात रहेको बेहोरा अनुरोध गर्दछु। यस प्रतिष्ठानले कार्यालयमा संलग्न स्टेसनरी, चिया, पान, सरकारी राजस्व भुक्तानी दिन बाँकी नरहेको बेहोरा पनि अनुरोध गर्दछु। आर्थिक वर्ष 2081-82 को लेखा परीक्षक श्री एलपी एन्ड एसोसिएटबाट लेखा परीक्षण गरी प्रतिवेदन प्राप्त भएको छ। लेखा परीक्षक श्री लक्ष्मण प्रसाद कोइरालाज्यूलाई हार्दिक धन्यवाद र आभार। यस वर्ष सम्पन्न गर्न बाँकी मुख्य कार्यमा रु 1,01,000 धनराशिको शिक्षा पुरस्कार र 12 माध्यमिक विद्यालयका 2 जना, 1 जना छात्र र 1 जना छात्रा गरी धर्मस्थली आधारित विद्यालयका 2 जना, 1 जना छात्र र 1 जना छात्रा र पोखरा वेद विद्याश्रम चिसाखोलाका 2 जना पटु विद्यार्थी गरी 6 जनालाई जनै रु 5,000 रुपैयाँ छात्रवृत्ति गरी जम्मा 1,31,000 संस्थापक श्री हेरम्ब प्रसाद कोइरालाज्यूको शुभ जन्मोत्सव 2082 चैत्र 7 गते शनिबार आजका दिन प्रदान गरिँदैछ। आदरणीय बुवा श्री हेरम्ब प्रसाद कोइरालाको 87औं शुभ जन्मोत्सवको अवसरमा सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै श्री विन्दवासिनी मातासँग प्रार्थना गर्दछु। आज सम्मानित हुनुहुने र छात्रवृत्ति प्राप्त गर्नुहुने महानुभाव सबैमा हार्दिक बधाईका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दछु। श्री हेरम्ब प्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानको जय होस्। धन्यवाद। यो आजका कोष स्थापक द्वयमा समर्पित छ। मानव चोला भूतली हेर्दा सङ्गति रहस्य, प्रज्ञाको चक्षु खोलेर हेर्दा भेटिन्छ अवश्य। उघारी आँखा दर्शन गर्यो पोखरा नगरी, सत्कर्म गर्दा शिरले पायो उत्कृष्ट पगरी। पन्छाई विघ्न बाधाका काँडा अगाडि लम्कियो, लोकमा न्यानो किरण छर्ने रवि भई चम्कियो। प्रेरणा पुञ्ज संयमका पनि सुमार्ग देखायो, प्रशंसा योग्य जीवन बाँची सुनाम लेखायो। मलमपट्टि गरेर कयौँ व्यथित जनको, चम्काई छवि व्यक्तित्व बन्यो उदार मनको। समाज शिक्षा परोपकार कल्याण समाई, दिन दुखीमा छाएका हर्ष तिम्रा कमाई। दिन दुखीमा छाएका हर्ष तिम्रा कमाई। बनेर पुल विद्यार्थी तार्यौ उर्लेको नदीमा, बनेर पुल विद्यार्थी तार्यौ उर्लेको नदीमा। आदर्श व्यक्ति भइदियो आफू बाँचेको सदीमा। खिचेमा जहाँ सुन्दर बन्छ जीवन नाटिका, खिचेमा जहाँ सुन्दर बन्छ जीवन नाटिका। उठाउँ त्यस्तै पार्वती अनि हेरम्ब बाटिका, उठाउँ त्यस्तै पार्वती अनि हेरम्ब बाटिका। औँलामा गन्दा गणना हुने शिखर व्यक्तित्व, छन् वन्दनीय स्तुत्य तिम्रा अमर व्यक्तित्व। बनायो सदाचारले आफ्नो व्यक्तित्व यशस्वी,
वन्दना गर्छौँ हे महामना साधक तपस्वी वन्दना गर्छौँ हे महामना साधक तपस्वी। सहस्र चन्द्र नियाल्दै लाखौँ सपना फुलायो व्यथित मन उदार गर्न नयन डुलायो खनेर आफै जीवन मार्ग लम्कियो अगाडि हजारौँ ताती लाग्दैछन् आज दशका पछाडि हजारौँ ताती लाग्दैछन् आज दशका पछाडि। सेवामै धर्म खोजेर हिँड्यौ पुण्यात्मा बनेर लोकले चिन्यो हेरम्ब महान मनिषी भनेर निष्काम कर्म युगमा बाँच्यौ भएर निर्लिप्त पवित्र भाव बोकेर पार्यौ जीवन प्रदीप्त पवित्र भाव बोकेर पार्यौ जीवन प्रदीप्त। हँसायो लोक पसेर आफू दुःखको झाडीमा हँसायो लोक पसेर आफू दुःखको झाडीमा हजारौँ गुना पुष्पित भए हेरम्ब बारीमा लोकमा सधैँ आदर्श बनोस् जीवन दर्शन प्रसन्न देख्न पाइयोस् शुभ कामना अर्पण प्रसन्न देख्न पाइयोस् शुभ कामना अर्पण। दम्पति बनी गर्दैछौ यात्रा आफ्ना कर्मले यो धरती धन्ने पार्नेछौ अझै निस्वार्थ धर्मले भरियोस् लाग्दै जीवन वृक्ष नवीन आँकुरा प्रतिष्ठा उच्च भएर चुमोस् सर्वोच्च ठाकुरा। यसरी नै लम्कदै जानु शताब्दी यात्रामा सेवामै थप जीवन बितोस् अधिक मात्रामा सुस्वास्थ्य दीर्घ जीवन बाँच्नु पार्वती हेरम्ब शताब्दीसम्म अटल रहोस् साहस अदम्य शताब्दीसम्म अटल रहोस् साहस अदम्य। वार्धक्य काल फक्रियोस् अझै आत्मीय प्रीतिमा वार्धक्य काल फक्रियोस् अझै आत्मीय प्रीतिमा जीवन मार्ग लम्कियोस् सधैँ अमर कीर्तिमा। भक्तिमा लीन भएर बितोस् चित्त होस् प्रशान्त भक्तिमा लीन भएर बितोस् चित्त होस् प्रशान्त। दम्पति बीच फक्रियोस् पुनः मधुर बसन्त दम्पति बीच फक्रियोस् पुनः मधुर बसन्त। भेटिन्छन् कयौँ सुन्दर मणि जीवन यात्रामा भेटिन्छन् कयौँ सुन्दर मणि जीवन गाथामा अङ्कित भई इतिहासको गरिबिलो पातामा जीवन परोपकारी बनोस् सेवाकै दर्पण हार्दिक भाव सहित गर्छौँ शुभेच्छा अर्पण हार्दिक भाव सहित गर्छौँ शुभेच्छा अर्पण। धन्यवाद। धेरै धेरै धन्यवाद श्री कमल कोइरालाज्यूलाई। अब हामी छात्रवृत्ति वितरण कार्यक्रम सुरु गर्दैछौँ। सम्बन्धित विद्यालयबाट सिफारिस भई आएका विद्यार्थीहरूको नामावली म प्रस्तुत गर्दछु। यसलाई पुरस्कार वितरण गरिदिनु हुन प्रमुख अतिथि श्री सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार श्रीमान सुरभक्त श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु र यसको संयोजन गरिदिनुको निमित्त रविन्द्र माकाजुलाई म अनुरोध गर्दछु। त्यसै गरी धर्मस्थली आधारभूत विद्यालय कक्षा 7 मा अध्ययनरत विद्यार्थी श्री आरुष मल्ल ठकुरीज्यूलाई आफ्नो पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यस्तै धर्मस्थली आधारभूत विद्यालय कक्षा 7 मा अध्ययनरत विद्यार्थी श्री जानुका पोखरेलज्यूलाई पनि आफ्नो पुरस्कार ग्रहण गरिदिनु अनुरोध गर्दछु। पोखरा चिसाखोला मेन विद्याश्रमका कक्षा 8 मा अध्ययनरत विद्यार्थी श्री आरमण दाहालज्यूलाई पनि आफ्नो पुरस्कार ग्रहण गरिदिनु अनुरोध गरिन्छ र पोखरा चिसाखोला मेन विद्याश्रमका कक्षा 7 मा अध्ययनरत विद्यार्थी श्री विषय पौडेललाई पनि आफ्नो पुरस्कार ग्रहण गर्नको निमित्त अनुरोध गर्दछु। बाराई माध्यमिक विद्यालय कक्षा 8 मा अध्ययनरत विद्यार्थी श्री आयुष सुवेदी धर्मस्थली आधारभूत विद्यालय कक्षा 7 मा अध्ययनरत विद्यार्थी श्री आयुष मल्ल ठकुरी धर्मस्थली आधारभूत विद्यालय कक्षा 7 मा अध्ययनरत विद्यार्थी श्री जानुका पोखरेल पोखरा चिसाखोला मेन विद्याश्रम कक्षा 8 मा अध्ययनरत विद्यार्थी श्री आरोहण दाहाल र पोखरा चिसाखोला मेन विद्याश्रम कक्षा 7 मा अध्ययनरत विद्यार्थी श्री विषय पौडेल
सम्मान कार्यक्रमकै निरन्तरताको क्रममा मूल्याङ्कन समितिबाट छनौटमा परेको पोखरा चिसाखोला बेद विद्याश्रमको समृद्ध जिम्मेवारी गराइदिनु हुन संयोजक श्री रविन्द्र माकाजीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज श्री हेरङ्ग प्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानद्वारा प्रदान गरिने शिक्षा पुरस्कारद्वारा सम्मानित चिसाखोला वैदिक गुरुकुलका बारेमा केही शब्द बोल्ने मैले अवसर पाएको छु। त्यसका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै सबभन्दा पहिले म यस संस्थाका संस्थापक आदरणीय वरिष्ठ समाजसेवी शिक्षाविद हेरङ्ग प्रसाद कोइरालाको 87औं शुभ जन्मोत्सवको अवसरमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्न चाहन्छु। साथै पुरस्कृत भाइहरू बहिनीहरू तथा पुरस्कृत संस्थालाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्न चाहन्छु। पोखरा चिसाखोला बेद विद्याश्रम पोखराको अत्यन्त पुरानो शैक्षिक संस्था मानिन्छ। 2006 साल मार्च 20 गते राष्ट्रिय माध्यमिक विद्यालय स्थापना हुनुभन्दा अगाडि करिब 1 शताब्दी अगाडि नै यो गुरुकुल स्थापना भइसकेको थियो। यसले के जनाउँछ भने पोखराको शैक्षिक ज्योति जगाउनको लागि चिसाखोला वैदिक गुरुकुल आश्रमले ठुलो महत्त्वपूर्ण भूमिका खेलेको थियो भन्ने कुरा स्पष्ट हुन्छ। तर यसको अलिक ओझेलमा परेको संस्कृत पठन पाठन मात्र भएको हुनाले यसलाई समाजले जति महत्त्व र सम्मान दिनुपर्ने हो त्यो दिएको पाइँदैन। यसै गुरुकुलबाट हामीले कविवर मुकुन्द शरण उपाध्यायहरू उत्पादन भएको कुरा हामीले बिर्सेका छौँ। आज हामीले बिर्सेका छौँ। यति मात्र होइन, गुरुकुल भन्नासाथ खालि कर्मकाण्ड गर्ने वैदिक गुरुकुलका बच्चा विद्यार्थी मात्र तयार हुन्छ भन्ने हामीले सोचेका छौँ। तर पोखरा चिसाखोलाले धेरै डाक्टरहरू, इन्जिनियरहरू, राष्ट्र सेवक कर्मचारीहरू, धेरै राम्रा विद्यार्थी उत्पादन गरेर तयार पारेर यसले शैक्षिक क्षेत्रमा ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ। र यो गुरुकुलले धेरै राम्रो काम गरेको हुनाले आज हामीले यसलाई सम्मान गर्ने अवसर पाएका छौँ। र यो प्रतिष्ठानले पनि आज सम्झेर यसको योगदानको उचित कदरस्वरूप यो गुरुकुललाई सम्मान गर्न गइरहेका छौँ। मलाई लाग्छ यो गुरुकुल समाजको निम्ति आवश्यकता बनेको छ। र हरेक व्यक्ति या संस्था या समाज जबसम्म समाजको लागि उपयोगी र सहयोगी हुँदैन तबसम्म मूल्य हुँदैन। त्यसकारण आज यो प्रतिष्ठानले उहाँले गरेको त्याग तपस्या र ऐतिहासिक योगदानको मूल्याङ्कन गरेर यो संस्थाले प्रदर्शन गर्ने सौभाग्य प्राप्त गरेका छौँ। त्यसको लागि हामी पनि आफै पनि गौरवान्वित भएको पुरस्कार भएको महसुस गरेका छौँ। त्यसैले यो चिसाखोला गुरुकुल आश्रमलाई हामीले छनौट गर्न पाउँदा यो प्रतिष्ठान पनि गौरवान्वित भएको महसुस गर्दै म संस्थाको बारेमा छोटो परिचय दिँदै अगाडि कार्यक्रम गर्नलाई सचेत हार्दिक धन्यवाद रविन्द्र माकाजीज्यू। अब सम्मानित विद्यार्थीहरूलाई दुई शब्द व्यक्त गर्दै सम्मानित गरिदिनु हुन प्रमुख अतिथि श्री स्वरूपज्यूबाट पोखरा चिसाखोला बेद विद्याश्रमका संरक्षक श्री मोक्षनाथ तिमिल सिंहज्यूलाई तोसल्लासहित सम्मान पत्र र रु 1,01,000 चेक हस्तान्तरण गर्ने कार्यक्रम छ। र यसपछि मोक्षनाथ तिमिल सिंहज्यूबाट मन्तव्य जारी रहनेछ।
अलि यता आइदिनु न। म यो सम्मान पत्र पाठ गरेर यहाँ समक्ष प्रस्तुत गर्दछु। श्री हेरम्ब प्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठान वर्षाङ बगैँचा पोखरा 5 कास्की स्थापित 2080 सम्मान पत्र। श्री पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा 18 चिसाखोला आश्रम कास्की। यस प्रतिष्ठानका प्रमुख संरक्षक श्री हेरम्ब प्रसाद पार्वती कोइरालाको नाममा स्थापित यस श्री हेरम्ब प्रसाद पार्वती कोइराला शिक्षा पुरस्कार यस वर्ष संस्कृत शिक्षाको संरक्षण र उत्थानको लागि वैदिक गुरुकुल आश्रम सञ्चालन गरी धार्मिक र मानवीय सेवामा महत्त्वपूर्ण अनुकरणीय उदाहरणीय सत्कर्म गरे बापत श्री पोखरा चिसाखोला वेद विद्याश्रमलाई प्रतिष्ठानका प्रमुख संरक्षक श्री हेरम्ब प्रसाद कोइरालाजीको 87औं शुभ जन्मोत्सवको शुभ अवसरमा नगद रु 1,01,000 अक्षय रूपी रु 1,01,000 रुपियाँ पुरस्कार सहित यो सम्मान पत्र प्रदान गरिएको छ। यस विद्याश्रमको उन्नति प्रगति एवं समृद्धिको कामनाका साथ समाजको सकारात्मक परिवर्तनका लागि सक्रिय योगदान रहनेछ भन्ने अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू श्री हेरम्ब प्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानका सभा अध्यक्ष एवं अध्यक्षज्यू नेपालका धुरन्धर साहित्यकार साहित्यप्रेमी आजका प्रमुख अतिथि पूर्व कुलपतिज्यू चरुभक्तज्यू हाम्रो कास्कीमा मात्र नभएर नेपालमा मात्र नभएर विश्वमा शिक्षा क्षेत्रका ज्योतिका रूपमा सबैलाई ज्ञान दिएर अहिले हेरम्ब प्रसाद पार्वती कोइराला प्रतिष्ठान स्थापना गरेर अहिले संरक्षक भएका हाम्रो पोखरा चिसाखोला वेद विद्याश्रमको स्थापना कालदेखिका होनाहार जुन उहाँको माताजीको प्रेरणाले नै म त्यता लाग्न सकेँ। आदरणीय हेरम्ब प्रसाद कोइराला पार्वती कोइरालाज्यू यहाँ प्रतिष्ठानको निमन्त्रणामा अतिथिज्यूहरू पाल्नुभएका अतिथिज्यूहरू हाम्रो आज सम्मानित हुने विद्यालय बाराही माध्यमिक विद्यालय धर्मस्थली माध्यमिक विद्यालय पोखरा चिसाखोला वेद विद्याश्रमका प्रधानाध्यापक एवं अध्यक्षज्यूहरू विद्यार्थी भाइहरू प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीज्यूहरू आज म केही बोल्न सकिरहेकै छैन। यो पोखरा चिसाखोला वेद विद्याश्रम एउटा वनको मार्गमा जहाँ कि हामी धाइलाएर जानुपर्छ बाटो पनि थिएन बस्ने ठाउँ पनि थिएन। जुन पिताजी केदारनाथ उपाध्याय र गुरु प्रेम चैतन्य ब्रह्मचारी भएर विक्रम सम्वत 1979 सालमा भकारीले बारेर त्यहाँ भत्किएको शिव मन्दिरलाई जीर्णोद्धार गरेर सुरु गर्नुभएको र विद्यार्थीहरूको पठन पाठन र यज्ञ सञ्चालन हुने गरेको थियो। त्यही क्रममा राजनैतिक चेतना जगाउने स्थलका रूपमा प्रजातन्त्र चाहिन्छ
प्रजातन्त्र ल्याउनुपर्छ भनेर यो पश्चिम क्षेत्रको एउटा सभा सम्मेलन हुने स्थलका रूपमा पनि चिसाखोलालाई चिनिरहेको अवस्था र हाम्रा गुरु हजुरबुवा संस्कृतको मात्र विद्वान नभइकन सबै भाषाको विद्वान भएको कारणले कास्की जिल्लामा त्यतिखेरको मल्टिपर्पज स्कुल अहिले जुन राष्ट्रिय माध्यमिक विद्यालय छ अमेरिकन सहयोग बन्न लाग्दा त्यहाँको सञ्चालक समितिको अध्यक्ष भएर त्यहाँ पनि सेवा गर्नुभयो। त्यति मात्र नभएर नेपाली काङ्ग्रेसको कास्कीको सभापति भएर पनि सेवा गर्नुभयो। मेरो पिताजीलाई त्यो आश्रम सञ्चालन गर्ने अग्निहोत्र यज्ञ गर्नुपर्छ, पत्नीसहित अग्निहोत्र यज्ञ गर्नको लागि विवाह गरेर पत्नीसहित आऊ भनेर मेरो पिताजीलाई जुन निवेदन गर्नुभयो, हराउनुभयो र गुरुको आज्ञा अनुसार मेरो माताजी लिएर आएर त्यो यज्ञ अग्निहोत्र यज्ञ सुरु गर्नुभयो 2006 सालदेखि र 2006 सालमा त्यहाँ यज्ञ सञ्चालन गर्नका लागि, गौशाला राख्नका लागि, यज्ञशाला बनाउनका लागि र त्यहाँ संविधा आवश्यक पर्ने दाउरा संविधाका लागि हामीलाई जग्गा दान दिनुहुने भालीखे कोइराला परिवारहरूले खुद दिनुभयो र सुरु भयो। त्यसपछि यज्ञ सुरु हुँदै गयो र त्यो यज्ञका प्रभावले म पनि त्यही जन्मिएको एउटा मातृभूमिप्रति श्रद्धा प्रेम दिनुपर्ने, मेरो पिताजीको जन्म यहाँ नभएको बाहिरी जिल्लाबाट आउनुभएको हुनाले यहाँका विद्वानहरूले सारस्वत सहित वेद पढ्ने अभ्यास नगर्नु भएको, उहाँले सारस्वत सहित वेद पढ्दा च्यात्रै कठिन भोग्नु परेको कुरा मैले महसुस गरिरहेको थिएँ। म बाराही माध्यमिक विद्यालयमा आउँदा सधैँ यही बाटो हिँड्ने, हाम्रो माताजीले सधैँ मलाई पण्डित बाबु भनेर त्यहाँ धुप अक्षता भनेर 5 रुपियाँ दिनुहुन्थ्यो, पठाउनुहुन्थ्यो। मैले धुप अक्षताको लागि भनेर लगेर टक्राउने। त्यसरी सुरु गरिएको यज्ञ लगभग कास्की जिल्लाको वैदिक धरोहरको न्यून अवस्थामा पुगेकोलाई पुनः जागरण गराउनका लागि आदरणीय माता धनेश्वरी देवी कोइराला ज्यूको जुन प्रेरणा हो र उहाँको 84 को पूजामा सारस्वत सहित वेद पढ्ने बोल्ने जिम्मा मलाई दिनुभयो हेरम्बा गुरुले। र मैले पिताजीसँग गएर भन्दा कास्की जिल्लामा सारस्वत सहित वेद पढ्ने पण्डितहरू ज्यादै कम भएको हुनाले मैले बोल्न सक्दिनँ भन्नुभयो। त्यसपछि मेरो धर्म, मेरो श्री सम्पत्ति सबै यही आश्रममा कमसेकम सारस्वत सहित वेद पढ्ने शक्ति उत्पादन गर्नु नै मेरो सम्पत्ति हो भनेर मैले सर्वेक्षण सुरु गरेर 2055 सालदेखि यो संस्थागत रूपमा वैधानिक रूपमा संस्था दर्ता गरेँ। शिक्षा कार्यालयसँग अनुमतिको लागि गएँ। त्यसमा हेरम्बा सरलाई पनि मैले लिएर गएँ, तर त्यतिखेर शिक्षा प्रणाली सामुदायिक विद्यालयका रूपमा धार्मिक विद्यालयलाई अनुमति दिने परम्परा नै नभएको हुनाले धेरै वर्ष लाग्यो। भगवानको कृपा सत्कर्म गर्दा जति बाधा विरोध हुन्छ त्यति भगवानले हेर्नुहुन्छ भने चाहिँ 2060 सालमा औपचारिक 6 कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयका रूपमा धार्मिक विद्यालयले अनुमति प्राप्त गर्यो र क्रमशः 6 देखि 7, 8, 9, 10 हुँदै 2074 सालमा पुनः उच्च माध्यमिक माध्यमिक शिक्षा 9-12 बनाएको कारणले 11-12 पनि सञ्चालन गर्न सक्यौँ र अहिले हाम्रो पोखरा चिसाखोला विद्याश्रममा कक्षा 6 देखि 12 सम्मको अध्ययन हुन्छ। त्यसमा आवासीय विद्यार्थीहरूलाई बिहान 4 बजेदेखि हामी कर्म गराउँछौँ। यहाँले जति दान दिनुभएको छ हिजोदेखि आजसम्म यो औपचारिक वर्षको रूपमा हामीले 2055 देखि कार्यक्रमहरू गरिरहेका छौँ र विभिन्न गतिविधिहरू सञ्चालन गरेका छौँ। यहाँहरू सबैको त्यहाँ सेवा पुगोस् भन्ने हाम्रो मुख्य मूल्य मान्यता छ। हाम्रो धर्म हो सम्पत्ति जति पनि कमाउन सक्छौँ, तर सत्पात्रलाई दान दिनुपर्छ। त्यस कारणले आज
हाम्रो धर्मप्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानबाट जुन मूल्याङ्कन गरेर अझ बढी बोझ थपिदिने भएको छ, मैले त्यो महसुस गर्छु। यहाँहरू जति संलग्न हुनुहुन्छ अझ बढी संलग्न भएर वेदको रक्षा, यज्ञको रक्षा, गाईको रक्षा, ब्राह्मणको रक्षा गर्ने शक्ति यहाँहरूले प्रदान गर्नुभएको छ। यहाँहरू संलग्न भएर यहाँहरू सबैलाई धेरै धेरै हार्दिक शुभकामना छ। र मेरो निवेदन, यहाँहरू पनि केही समय भयो भने वेदाध्ययनको लागि यहाँ उपस्थित भएर धेरै थोरै समय अवलोकन गरेर अध्ययन गरिदिन पनि म निवेदन गर्दछु। उनीहरूलाई कहिल्यै छेक्दैन। मेरो पिताजी 97 वर्षमा प्रबलित हुनुभयो। उहाँ 2 दिन अगाडिसम्म पढ्न आऊ म पढाउँछु, पढ्न आऊ म पढाउँछु, म वेद पढाउँछु, रुद्री पढाउँछु भन्नुहुन्थ्यो। अहिले म पनि त्यसै भन्न लागेको छु। मेरा उत्तराधिकारीहरूले पनि पढाइरहेका छन्। ल यिनीहरूसँग सम्पर्क गर्नुहोस् भनेर भन्ने गरेको छु। त्यस कारणले पोखरा चिसा खोला वेद विद्याश्रम धर्म, संस्कार, संस्कृत र अहिलेको आधुनिक शिक्षामा अत्यन्त सबल भएर लागेको छ। जुन यो शिक्षा प्रतिष्ठानबाट आज शिक्षा सेवा सम्मान पुरस्कारबाट सम्मानित गरिदिनुभयो। यो अत्यन्त महत्त्वपूर्ण कोषका रूपमा अक्षय कोषमा रहनेछ र यसको आर्थिक ब्याजबाट त्यहाँ बस्ने विद्यार्थीहरूलाई पालन गर्न अलिकति भने पनि सहयोग पुग्ने कुरा पनि म यहाँहरूलाई निवेदन गर्दै यहाँ जति संलग्न भएको छ सबै त्यहाँ समर्पित भएर धेरै थोरै लागिदिनु हुन निवेदन गर्दछु। र पुनः आज आदरणीय शिक्षा गुरु हाम्रो यो क्षेत्रकै मूर्धन्य व्यक्ति हो, उहाँको सुख शान्ति समृद्धि आयु आरोग्यताका लागि 100 संवत्सर दीर्घायु भनेर हामीले यहाँ उहाँ पूजा पाठ रुद्राभिषेक हवन गरिसक्यौँ र त्यसको प्रसाद पनि लगाएका छौँ। यहाँ उपस्थित हुने सम्पूर्णलाई हार्दिक शुभकामना र उहाँको दीर्घ जीवनको पुनः हार्दिक शुभकामना व्यक्त गर्दै मेरा भनाइहरू यही अन्त्य गर्दछु। नौलो कुरा केही छैन, यहाँहरूसँग हामी परिचितै छौँ। त्यस कारणले यही अन्त्य गर्दै मेरो भनाइ पुनः धर्मप्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानको सदा उत्तरोत्तर प्रगति र उन्नतिको शुभकामना व्यक्त गर्दै मेरो भनाइलाई अन्त्य गर्दछु। ओम असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्वा अमृतंगमय। ओम शान्ति, ओम शान्ति, ओम शान्ति। हरि ओम। द्वारा अनुवादित पुस्तक विमोचन र उहाँलाई दर्शनला ओढाइ सम्मान गरिदिनु हुन म प्रमुख अतिथिलाई हार्दिक अनुरोध गर्दछु। बडगामीज्यूलाई 2 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। मैले आजभन्दा केही दिन पनि 17-18 वर्षदेखि इङ्ग्लिस ट्रान्सलेसन गर्न सुरु गरे हो नेपाली कथाहरूलाई। योभन्दा पहिला चाहिँ मैले अचम्मको खिर भन्ने अर्जुन पराजुली प्रसिद्ध लेखक हुनुहुन्छ, कवि हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ। उहाँको अचम्मको खिरलाई मैले इङ्ग्लिसमा वन्डरफुल पुडिङ भन्ने पाठशाला नेपालमा इङ्ग्लिस शिक्षक हुँदाखेरि अङ्ग्रेजी शिक्षक हुँदाखेरि शासन गरेको थिएँ, सराहिएको थियो। मैले त्यस्तो आशा गरेको थिएँ। मेरो काममा त्यहाँनिर सिनियर थिएँ अर्जुन पराजुली सरले अचम्मको खिर भन्ने ट्रान्सलेसन गर्नुभयो। मैले ट्रान्सलेसन गरेँ। त्यसपछि के गर्नु सकिने रहेछ भनेर पढ्दै गएँ। यहाँ आएपछि रविन्द्र दाईलाईसँग चिनाजानी थियो। उहाँले योभन्दा पहिला 4 वर्ष भर्खर मुक्तिनाथ धाम भन्ने नेपाली उहाँको किताबलाई अङ्ग्रेजीमा उद्धार गर्नु दिनुभएको थियो र
मैले गरिदिएको थिएँ। त्यसपछि उहाँले 2 वर्ष पहिला मलाई सायद 2 वर्ष पहिला हुनुपर्छ मलाई भाइ कतिले पनि गरिदेऊ न यो फुर्सद छ गरिदेऊ भन्नुभयो। मैले विमोचित सरुदाईको हाटबाट विमोचित यस प्रतिष्ठानका अध्यक्षज्यूबाट प्रकाशन भएको उहाँलाई पनि बहुत धन्यवाद। यो तुच्छ काम तुच्छ नभए सानोतिनो काम गरेर ठुलो चाहिँ सम्मान त भारी यो गोसलमा चाहिँ भारी भइरहेछ मलाई। र मैले यो तालबारे अङ्ग्रेजीमा सक्दो सरल भाषामा उद्धार गर्ने प्रयत्न गरेको छु। सायद तपाईँहरूको हातमा छ त्यो चाहिँ हुन्छ होला, सानोतिनो भुलहरू हुनसक्छन्। मैले सबको लास्ट आवरमा पनि आजभन्दा 7-8 दिन अगाडि पनि यसको करेक्सन गर्नुपर्छ दाइ अब के अरे एउटा सानो अब प्रसङ्ग गरिहाल्यो। पोखराको चाहिँ बारेमा लेख्नुभएको छ दाइले त्यस यो तालबाराईमा अवश्य पनि पोखराको वर्णन त संसारमा जहाँ पनि हुन्छ पोखराको कुरा आएपछि किन मिठो कुरा छ त्यहाँ त्यही नाम त थाहा भएन कति लेख्नुभएको। खास कुरा के भने पोखरा चाहिँ कवितामा लेखे पढेर या फिल्ममा पोखराको बारेमा पोखराको दृश्यहरू हेरेर पोखराको चाहिँ सुन्दरतालाई वर्णन गर्न सकिन्न। त्यसलाई चाहिँ आफू स्वयं पोखरा आएर देखेर अनुभव गरेको जति त्यो सुनाइ गराइ कसैको भनाइमा त्यति मिठो हुँदैन भनेर लेख्नुभएको थियो। त्यसपछि अलिकति शुद्ध गर्न चाहिँ मैले प्रयत्न गरेँ। सायद त्यो पनि देखिएको होला, धेरै लामो कुरा नगरौँ, तपाईँको हातमा छ। धन्यवाद, धेरै धेरै धन्यवाद। यस प्रतिष्ठानप्रति म आभारी छु। सरुदाईलाई मैले चिनेको 40-50 वर्ष त भयो होला, 40 साल मैले चिनेको हुँ पोखरा सांस्कृतिक युवा सांस्कृतिक सङ्घमा। तर उहाँको समिट यति समिट भएर उहाँबाट उहाँको हातबाट मैले यो सम्मान पाएको र रविन्द्र दाइले जुटाइदिनु भएको र यस संस्थानले प्रकाशित गरिदिनु भएको यस मेरो प्रयत्नलाई सबैप्रति आभारी, उहाँहरूप्रति आभारी छँदैछु। धन्यवाद धन्यवाद धन्यवाद। आज फुलेनी बुबाको 87औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना मन्तव्य गर्नुहुने सम्पूर्ण अतिथिगणलाई टेबलमा पुस्तक राखिएको छ जुन यहाँको शब्दले भोलि जीवनमा पुरा के भन्छ अन्तर बल इनर्जी बढ्नेछ। कति शब्दले भोलिका दिनमा पनि यहाँको माया झल्किनेछ भन्दै टेबलमा राखिएको छ पुस्तिका। यहाँ इच्छुक सम्पूर्ण आदरणीय विद्यार्थीलाई म अनुरोध गर्न चाहन्छु टेबलमा कलम र कापी त्यहाँ छ, यहाँले लेखिदिनु होला। धन्यवाद। अब हामी शुभकामना मन्तव्यको कार्यक्रमलाई जोड्दैछौँ। शुभकामना मन्तव्य गरिदिनु हुन श्रीपति कोइराला गुठीका अध्यक्ष श्री हरिन्द्रराज कोइरालाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। मैले यहाँ धेरै कुरा राखिराख्नु त सान्दर्भिक ठान्दिनँ, तैपनि मलाई श्रीपति कोइराला गुठीको अध्यक्षको तर्फबाट 2 शब्द राख्ने समय प्रदान भएको छ। प्रथमतः आजको दिनमा यस प्रतिष्ठानका प्रमुखदाता हेडम प्रसाद कोइराला आदरणीय हामी श्रीपति कोइरालाका पनि अग्रज हाम्रो गरिमा हाम्रो साथ आदरणीय बुवाको जुन 87औं जन्म जयन्तीको पावन अवसरमा यो कार्यक्रम हाम्रो बिचमा भइरहेको छ। उहाँको र उहाँको परिवारको उत्तर प्रगतिको कामना गर्छु र उहाँको दीर्घायुको उहाँको सुस्वास्थ्यको कामना गर्छु। भोलिका दिनमा पनि यस प्रतिष्ठानका यस्ता साधारण सभाहरू थुप्रै साधारण सभाहरू हामी मनाउन पाऊँ त्यो अपेक्षा राख्छु। आदरणीय बुवा हेडम प्रसाद कोइरालाको बारेमा हामी यहाँ यस समारोहमा उपस्थित सबैलाई थाहा छ। उहाँ हामी नेपालीहरूको मात्र नभइकन एउटा कोइराला परिवारको मात्र नभइकन नेपालीहरूकै हाम्रो एउटा गौरवको व्यक्तित्व हुनुहुन्छ, हाम्रो साथ हुनुहुन्छ। उहाँले आफ्नो क्षेत्रमा शिक्षाको क्षेत्रमा थुप्रै सामाजिक धार्मिक थुप्रै क्षेत्रमा काम गर्नुभएको छ। नेपालमा मात्र नभइकन नेपालीको साथ चाहिँ विदेशमा पनि राख्नुभएको छ।
उहाँ एउटा अब्बल शिक्षाप्रेमी समाजसेवी हुनुहुन्छ। त्यो कुरा हामीलाई सबैलाई थाहा छ। मानिसहरू थुप्रै हुन्छन्, सबै मानिसहरू एकै प्रवृत्तिका एउटै खालका हुँदैन। थुप्रै मान्छेहरू सम्पन्न हुन्छन्, थुप्रो व्यवसायबाट धनराशिहरू पनि कमाउँछन्, तर मान्छेहरूको सोचहरू फरक फरक हुन्छ। उहाँभन्दा सम्पन्न धेरै दिनमै करोडौँ रुपियाँ कमाउने मान्छेहरू पनि छन्। तथापि मान्छेको एउटा इच्छा हुन्छ, मन हुन्छ, समाजलाई केही दिउँ, केही गरौँ भन्ने भावना हुन्छ। उहाँमा हामीले त्यो पाएका छौँ। आजको दिनले बुवाले स्थापना गरेको यो प्रतिष्ठानले उहाँले जस्तै थुप्रै यस्ता सामाजिक कामहरू, विशेष गरी शिक्षाको क्षेत्रमा, परोपकारी क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, थुप्रै क्षेत्रहरूमा उहाँले गरे यस्तै काम गर्ने हामी कोइराला परिवारलाई मात्र नभइकन हामी नेपालीहरूलाई, हामी पोखरीहरूलाई प्रेरणा दियोस्, यही शुभकामना व्यक्त गर्दै उहाँको परिवार र प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्छु। धन्यवाद, नमस्कार। अब शुभकामना मन्तव्यकै क्रममा कोइराला सेवा समाजका केन्द्रीय सल्लाहकार श्री रामजी प्रसाद कोइरालाज्यूलाई आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गर्दै हुन हार्दिक अनुरोध गर्दछु। आजबाट 87 वर्ष लाग्नु भएका हाम्रा पूजनीय बुवा हेरम प्रसाद कोइरालाज्यूको यो उहाँको श्रीमान श्रीमती आमा बुवाको तर्फबाट राखिएको अक्षय कोषको पुरस्कारबाट हामी पुरस्कार वितरण कार्यक्रममा समावेश भइरहेका छौँ। यस सन्दर्भमा म सर्वप्रथम त उहाँको जन्मोत्सवको सुखद उपलक्ष्यमा उहाँहरूको सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यो कार्य जो उहाँले गरिराख्नु भएको छ यो अनुकरणीय कार्य छ। हामीले पनि भोलिका दिनमा यसले अनुकरण गरेर यो कार्यक्रमलाई, यस्ता किसिमका कार्यक्रमहरूलाई अगाडि लैजान यस कार्यक्रमले हामीलाई प्रेरणा दियोस् र प्रेरणा मिलेर हामीले पनि यस किसिमको परिस्थिति सिर्जना गर्न सकौँ भन्ने म कामना गर्न चाहन्छु। उहाँ हामी श्रीपति कोइराला गुठीको पूर्व अध्यक्ष पनि हुनुहुन्छ र विभिन्न शैक्षिक संस्था जस्तो हाम्रो यहाँबाटको बाराई माध्यमिक विद्यालय, गण्डकी बोर्डिङ स्कुल लगायत धेरैको नेतृत्वदायी भूमिकामा रहेर अहिले चाहिँ उहाँ एउटा वरिष्ठ समाजसेवी शिक्षाविदको रूपमा प्रतिष्ठापित हुनुहुन्छ। उहाँको यो स्मृतिमा स्थापित प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस किसिमको विषयलाई हामीहरू सबैले अनुकरण गर्न सकौँ यही कामना गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद रामजी प्रसाद कोइरालाज्यू, केन्द्रीय सल्लाहकार। म आसन ग्रहणकै क्रममा अलि पछि पाल्नुहुने महानुभावहरूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। रोटरी क्लब अफ पोखरा फिस्टलका अध्यक्ष श्री कमला गिरीज्यू यथास्थलमा आसन ग्रहण गरेर दिनुहोला। राष्ट्रिय उपभोक्ता मञ्च रोटरी क्लब अफ पोखरा फिस्टलका अध्यक्ष श्री कमला गिरीज्यू लगायत पूर्व अध्यक्ष र सदस्यहरूलाई आफ्नो स्थानमा स्थान ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। र त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष श्री कपिलनाथ कोइरालाज्यूलाई पनि यथास्थलमा आफ्नो आसन ग्रहणको लागि अनुरोध गर्दछु। र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष श्री राजेन्द्र लिगलज्यूलाई पनि आफ्नो स्थानमा आसन ग्रहणको लागि अनुरोध गर्दछु। प्रसङ्ग चेलीहरू, हामीहरू छोरी हौँ, हामीलाई बुवाले छोरीहरूको हैसियतले मायाको भावले हामीलाई सम्झनुभयो। हिन्दू छोरीका साथीहरूको हैसियतले हामी यस कार्यमा सहभागी हुने मौका पायौँ। इन्दु कोइराला, शिवकुमारी पराजुली, शान्ति पराजुली, सावित्री भुर्तेल, शोभा पराजुली र शान्ति भुर्तेल। यसै क्रममा शिवकुमारी पराजुलीलाई शुभकामना मन्तव्यको लागि म अनुरोध गर्छु। र विशेष आसीनमा विशेष व्यक्तित्वहरू र उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा र आफ्नो पदमा रहनुभएका विशिष्ट व्यक्तिहरूमा मेरो नमस्कार। र हामी बुवाको
यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पायौँ। हामी चाहिँ 6 जना चेलीहरू अति खुसी छौँ, हामी एकदम हर्षित छौँ। यो कार्यक्रम कसरी बन्यो होला भन्ने उस्तो पनि लाग्ला होइन, थोरै समय लिएर भन्छु। एक दिन हामी यही वर्षाकै चेलीहरूको हाम्रो भेटघाट कार्यक्रम थियो। सावित्री भुटियाको हात खुट्टा फ्र्याक्चर भएको बेला हामी उसलाई भेट्न गइरहेका थियौँ। त्यति बेला पार्वती नौपाने काठमाडौँबाट आफ्नो माइती घरमा हाम्रो बोजुदाई काठमाडौँ के अरे आफ्नो छोरी भेट्न चाहिँ टाइगर अमेरिका जानुभएको बेला ऊ चाहिँ त्यहाँ आएको समय थाहा भयो र उसलाई पनि भेट्न जाउँ, आएको बेलामा बुढाआमालाई पनि भेट्न जाउँ, बुढाबुढी हुनुभएको भनेर हामी भेट्न गयौँ। हामी त्यहाँ भेट्न जाने क्रममा ठ्याक्क हाम्रो हेडमा सर र पार्वती आमा दुवैजना हाम्रो बुवा आमा हुनुहुन्छ, उहाँहरूसँग पनि भेट भयो। एकदम खुसी लाग्यो, सँगै बसेर फोटो पनि खिच्यौँ। र अनि बुवाले त्यति बेलै के भन्नुभयो भने ल छोरी हो, तिमीहरू चाहिँ मेरो बर्थडे शहीदको 7 गते हो, तिमीहरूलाई मैले आजै निम्तो गरेँ, जसरी भयो भने आउनु है छोरी भनेर निम्ता गर्नुभयो। हामीलाई त एकदम खुसी लाग्यो। हुन्छ बुवा भन्यो। अनि त्यसपछि यो ठ्याक्क बर्थडेको खबर इन्दुसँग पठाउनु भएको रहेछ। हामी एकदम खुसीका साथ यहाँ आयौँ। बुवा र आमाको लागि सानो गिफ्ट लिएर आएको छौँ। हुन त यो केही होइन, तर पनि हामीले चाहिँ एउटा सानो गिफ्ट चाहिँ आमा बुवालाई दिएर एउटा चाहिँ फोटो खिचाउने हाम्रो एउटा इच्छा छ। र यति भन्दै यति 2 शब्द राख्ने मौका दिनुभयो। कसरी यी चेलीहरू यहाँ आयो भन्ने उसो पनि हुनसक्छ, यहाँ उपस्थित हुनुभएका धेरै छन् चेली त होइन भन्ने लाग्ला भनेर मैले चाहिँ थोरै कुराहरू यहाँलाई जानकारी गराएँ। हस्, धन्यवाद, नमस्कार। विशेष अतिथि श्री माराई माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री शिवप्रसाद भण्डारीज्यूलाई 2 शब्द राखिदिन हार्दिक अनुरोध। सर्वप्रथम म यो विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँ सम्पूर्णमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु। र आज यस कार्यक्रममा हामी सबैका मार्गनिर्देशक, पथ प्रदर्शक र अनुकरणीय व्यक्ति हुनुहुन्छ। हुन त उहाँको बारेमा मैले व्याख्या गर्नुपर्दा म एकदमै आफूलाई कमजोर ठान्छु, किनभने उहाँको बारेमा धेरै कुरा सिकाउने यहाँहरू या मञ्चमा र अग्रपङ्क्तिमा हुनुहुन्छ। त्यसैले आज यस कार्यक्रमको अवसरमा पुरस्कृत हुनुहुने हाम्रा चिसाखोला वेद विद्याश्रम र छात्रवृत्ति प्रदान गर्नुहुने 3टै विद्यालयका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई विशेष आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको दिन हाम्रो यो प्रतिष्ठानका संस्थापक आदरणीय दाजु व्यक्तित्व, सम्मानित व्यक्तित्व, मार्गनिर्देशकको शुभ जन्मोत्सव पनि परेको हुँदा उहाँको त्यो विशेष दिनलाई एकदमै उहाँको सफलता, उहाँको हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सक्नुभएको छ। सुस्वास्थ्य र दीर्घ जीवनको कामना अर्पण गर्न चाहन्छु, शुभेच्छा व्यक्त गर्न चाहन्छु। र उहाँले कल्पना गर्नुभएको, अघि नै हाम्रो अध्यक्षज्यूले भनिसक्नु भएको छ, जुन यो परिकल्पना गर्नुभयो आदरणीय बुवाले, यो प्रतिष्ठानलाई अनन्तकालसम्म निरन्तरता दिनको लागि उहाँका सन्ततिहरूले ठुलो योगदान, ठुलो यसलाई महत्त्व दिनुहुनेछ भन्ने शुभभाव व्यक्त गर्दै र कार्यक्रमको पुनः सफलताको कामना गर्दै बिदा हुन्छु। हस्, नमस्कार। प्रधानाध्यापकज्यू, अब बुवाको आज जन्मदिन पनि भएको हुनाले जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यसका साथै यस कार्यक्रममा उपस्थित सम्पूर्ण मञ्चमा रहनुभएका आदरणीय अतिथि, विशेष अतिथिज्यूहरू तथा सम्पूर्ण उपस्थित आदरणीय व्यक्तित्वहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। अब यो शिक्षाको ज्योतिको रूपमा हामीले पाएको हाम्रो बुवा, आदरणीय बुवा, जसले आफ्नो जीवन नै पुरै शिक्षाको लागि खर्चिनु भयो। बाराई माविको प्राचार्य, गण्डकी बोर्डीको प्राचार्य र राष्ट्रिय स्काउटको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वको रूपमा उहाँले अन्तर्राष्ट्रिय पुरस्कार सहित प्राप्त गर्नुभयो। र अघि
भन्नुभएको थियो नि कस्तो व्यक्तित्व हुने भन्दा हेरौँ म पहिला जस्तो त्यति सरल त्यति महान एउटै व्यक्तिमा सँगै त्यो चिज मिलिरहेको छ र उहाँका कोही व्यक्ति भेट्न गयो भने त्यहाँबाट हामीले सकारात्मकता मात्रै पाउँछौँ कोही के आशा लिएर गयो सङ्घ संस्थाहरू व्यक्तित्वहरू कोही गयो भने उहाँलाई रित्तो हात कसैलाई फर्काएको मैले पाएको छैन त्यस्तो व्यक्तित्व त्यो महान व्यक्तित्व मेरो पिताजी हुनुहुन्छ मेरो नाताको हिसाबले मेरो बुवा हुनुहुन्छ तर बुवा जस्तै हुन पाए हुन्थ्यो सबैलाई खुसी पार्न पाए हुन्थ्यो उहाँले कसैलाई दुखी बनाएको जस्तो मलाई लाग्दैन र उहाँ श्रीपति कोइरालाको पूर्व अध्यक्ष हुँदा म त्यो बेला सहसचिव थिएँ र उहाँ र मेरो बिचमा कुनै कुरामा टसल पर्दाखेरि उहाँले मलाई भन्नुभएको थियो बुवा तपाईँले गल्ती गर्नुभयो भन्दाखेरि सही म क्षमा माग्छु विधिगत कुरामा त्यति अटल म सहसचिव तर उहाँ अध्यक्ष एउटा कुनै विषयमा विधिगत रूपमा उहाँले चाहिँ कमजोरी गरेको मैले पाएँ लाग्यो मलाई पाएँ भन्दा नि लाग्यो बुवा यो गल्ती भएको होइन र भन्दाखेरि उहाँले सहज याद गर्नुभयो त्यति महान व्यक्तित्व त्योबाट त्यो हृदयदेखि सम्मान व्यक्त गर्न आउँछ बुवाप्रति मेरो त्यो हिसाबले यस्तो व्यक्तित्व जसको नाममा हामीले महाकाव्य पनि भनौँ न महाकाव्य पनि बनिसकेको छ झन्डै 500 पेजको महाकाव्य बनिसकेको छ त्यो पनि पढ्न पाइरहेका छौँ हामीले र त्यस्तो व्यक्तित्वको नाममा स्वयं बुवा आफैले समक्ष गएर शिक्षा प्रतिष्ठान स्थापना गरेर त्यसलाई निरन्तरता दिने अहिले तेस्रो वार्षिक साधारण सभा शैक्षिक पुरस्कारहरू शैक्षिक छात्रवृत्तिहरू वितरण भइरहेको पाउँदाखेरि अत्यन्तै त्यो पारिवारिक हिसाबले पनि गर्वको महसुस गरिरहेका छौँ हामीले र हामीले अनुकरण गर्ने व्यक्तित्वको रूपमा राज्यले अनुकरण गर्ने व्यक्तित्वको रूपमा र एउटा उदाहरणीय व्यक्तित्वको रूपमा हामीले पिताजीलाई पाएका छौँ र यो संस्थालाई अझ राम्रो गरी कालान्तरसम्म धेरै लामो समयसम्म हामीले पुर्याउन सक्छौँ बुवाको 70 वार्षिकी जन्मदिन मनाउन पाउँ आज हामीले 87औं वार्षिकी जन्मदिन मनाइरहेका छौँ 100 वर्षभन्दा बढी बाँच्ने र सुस्वास्थ्य जीवन खुसी जीवन औषधि त थुप्रै खानुहुन्छ बुवाले मलाई थाहा छ तर उहाँ सधैँ एक्टिभ रहनुहुन्छ कहीँ गयो भने नमस्कार उहाँको त्यो नमस्कारमा यस्तो खालको ओजस्वी छ त्यस्तो खालको व्यक्तित्व त्यस्तो खालको चाहिँ आवाज त्यो आभा त्यो कृतित्व त्यो व्यक्तित्व बुवामा छ त्यो कुरा सदा रहिरहोस् भन्ने कामना व्यक्त गर्दै यो मलाई यहाँ धर्मस्थली विद्या आधारभूत विद्यालयको पेस्तारो समिति अध्यक्ष नाताले आमन्त्रित गर्नुभयो बोल्ने अवसर दिनुभयो त्यसको लागि पनि आयोजकलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आज पुरस्कृत हुनुहुने शिक्षाकला विद्याश्रम र छात्रवृत्ति पाउनुहुने विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आफ्नो भनाइ यही अन्त्य गर्छु हस् धन्यवाद जय प्रसाद विशेष अतिथि नानी सुक स्मृति प्रतिष्ठानका संरक्षक श्री वीरेन्द्र हमालज्यूलाई अनुरोध गर्दछु मलाई आज के लागिरहेछ भने यो प्रतिष्ठानको सबभन्दा पहिला माथिल्लो लाइनमा हेर्दा हाम्रो प्रतिष्ठान शिक्षा प्रतिष्ठान भनेर भनिरहेछ यसमा शिक्षाप्रति उहाँको विशेष जीवन हेर्नु सरले उहाँको चाहिँ 4 दशकभन्दा पनि बढी समयसम्म यो शिक्षाको क्षेत्रमा योगदान पुर्याउनु भएको छ र अहिले पनि त्यसैलाई विशेष केन्द्रित गरेर शिक्षाको क्षेत्रमा उहाँले विशेष योगदान पुर्याउने एउटा यो प्रतिष्ठानले काम गरिरहेको यो अनुभूति हामीलाई भइरहेछ र आज पनि कति विद्यार्थी भाइ बहिनीहरू पुरस्कृत हुनुभएको छ उहाँलाई विद्यालयलाई सम्मान गर्नुभएको छ र यसबाट के थाहा हुन्छ भने शिक्षाले नै देशमा राष्ट्रमा समाजमा रूपान्तरण गर्ने काम गर्छ भन्ने कुरा यो हजुरको अगाडि मैले व्याख्या गर्नुपर्ने भन्दा पनि त्यसै केही कुरालाई प्रतिबिम्बित गरिरहेको छु र म हेरौँ सरको बारेमा यो मौकामा किन एक दुईवटा कुरा नभनौँ है अब किन यो मौका म चुकाउँ भन्ने मैले त्यो सोच मैले बनाएँ र मेरो पनि 2062 सालमा स्थापना गरेको एउटा संस्था छ म दिवंगत भइसकेपछि मैले एउटा हामी दाजुभाइहरू मिलेर एउटा संस्था चाहिँ स्थापना गऱ्यौँ र त्यो संस्था चाहिँ 2062 सालमा स्थापना गरेको हो र अहिले करिब हाम्रो 22-23 वर्षको
अन्तरालमा त्यो चलिरहेछ। प्रत्येक 2 वर्षमा यस्तै कार्यक्रम एउटा गरेर गइरहेछौँ र त्यो संस्थामा चाहिँ संस्थापक उपाध्यक्षको रूपमा र सल्लाहकारको रूपमा अहिले पनि हेरम सर हुनुहुन्छ र हेरम सरलाई यो संस्थापकको सदस्य मात्र होइन, उहाँ आजीवन सदस्य मात्र होइन कि एउटा अभिभावकको रूपमा चाहिँ हामीले उहाँलाई स्वीकारेका छौँ। उहाँले अभिभावकत्व ग्रहण गरिराख्नु भएको छ र त्यो संस्थालाई कसरी अगाडि लिएर जाने, कसरी यो समाजमा यसले यो संस्थाको तर्फबाट चाहिँ एउटा राम्रो चाहिँ मेसेजहरू चाहिँ दिन सकुन् भनेर त्यस एउटा मार्गदर्शन चाहिँ उहाँबाट अहिलेसम्म मैले पाइरहेको छु। र उहाँ एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले एउटा समाजलाई कसरी रूपान्तरण गर्न सकिन्छ, समाजलाई कसरी अगाडि लिएर जान्छ भन्ने कुरा निरन्तर रूपमा उहाँबाट मैले हरेक ठाउँमा भएको विभिन्न कार्यक्रमहरू मात्र नभएर र यो सल्लाह मैले पाइरहेको छु। मलाई के अप्ठ्यारो केही सल्लाह गर्नुपर्ने भयो भने म तुरुन्तै हेरम सरको घरमा म आइपुग्छु र उहाँसँग सल्लाह दिने गरिरहेको छु र यस्तो सौभाग्य मैले पाइरहेको छु। र आजको उहाँको यो 86 के अरे यो जन्मदिनको दिनमा यहाँ उपस्थित भएर हजुरहरूसँग सबै भेटघाट गरेर मैले 2टा शब्द एउटा बोल्ने मौका पाएछु। यो मेरो भाग्यको कुरा हो। मैले धेरै म पनि निकै हजुरहरू जस्तै म पनि एउटा भाग्यमानीमा पढ्ने रहेछु भनेर मैले त्यो अनुभव गरिरहेछु र यिनी कुराहरू राखेर अब म धेरै अब नबोलौँ र यिनी संस्थाको चाहिँ उत्तरोत्तर प्रगति र साथसाथै हाम्रा संस्थापक सर हेरम सर म्याडमको जीवनको चाहिँ सुख शान्ति र दीर्घायुको कामना गर्दै म आफ्नो यो भनाइहरू विद्यार्थी भाइ बहिनीहरू जुन पुरस्कृत हुनुभएको छ, जुन संस्थाहरू चाहिँ यसमा सम्मानित हुनुभएको छ उहाँहरूलाई पनि धेरै धेरै बधाई दिँदै मेरो यो शुभकामना मन्तव्य यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद। विशेष अतिथि नारी शुल्क स्मृति प्रतिष्ठानका संरक्षक श्री वीरेन्द्र हिराजज्यूलाई हार्दिक धन्यवाद अर्पण गर्दछु। अब पोखरा महानगरपालिका वडा नम्बर 5 का सदस्य श्री गोविन्द पराजुलीज्यूलाई आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिदिनु अनुरोध गर्दछु। हेरौँ उहाँको विषयमा मैले कुरा राख्नुभन्दा नि वरिष्ठ व्यक्तित्वहरूले धेरै कुराहरू राखिसक्नु भएको छ। बुवा मेरो आफ्नै बुवाको सँगसँगै पढ्नुभएको सहपाठी पनि हुनुहुन्छ। त्यस मानेमा मैले बुवालाई जहाँ देख्छु मेरो आफ्नो बुवाको छवि मलाई अगाडि झल्किन्छ र म जहाँ जान्छु परिचयको क्रममा धेरै नेपालतिर चाहिँ म जाँदाखेरि धेरै ठाउँमा परिचय हुन्छ। परिचय हुँदाखेरि पर्स्याङ भन्छु। पर्स्याङ नचिनेको मान्छेले चाहिँ के भन्छन् भन्दा हेरमको घरभन्दा कता भनेर सोध्नुहुन्छ। त्यो मलाई गौरव लाग्छ किनकि पर्स्याङलाई चिनाउनलाई पनि हेरम प्रसाद बुवाको आफ्नो छविले गर्दा पर्स्याङको चाहिँ सिट पनि बुझाएर उच्च भएको कुरा म यहाँ राख्न चाहन्छु र बुवाले शिक्षाको क्षेत्रमा गर्नुभएको यो अतुलनीय योगदानलाई वडाको तर्फबाट म के भन्न चाहन्छु भन्दा वडाले यहाँले गरेको यो योगदान सदैव सम्झनेछ र हामीलाई कहिलेकाहीँ वडालाई हामीले इतिहास खुदाउनु पर्दाखेरि बुवाकोमा आएर हामीले धेरैचोटि हामीले नजानेका कुराहरू, नजानेका विषयहरू र पुराना विषयहरूमा बुवासित छलफल गरेर इतिहास हामीले जुन हामीले वडा दर्पण निकाल्दाखेरि पनि बुवाले धेरै सहयोग गर्नुभएको छ र बुवा जस्तो व्यक्तित्वले यो समाजलाई अगाडि लैजानको लागि र शिक्षालाई जुन बुवाले आफ्नो जीवनभरि पढाउनु भयो। त्यसपछि केही समय उहाँले स्काउट गरिदिनु भयो र अहिले पनि अब बुवाले आफ्नो समय अहिले पनि समाजलाई कसरी बनाउन सकिन्छ र यो समाजलाई कसरी चाहिँ मार्गदर्शन गर्न सकिन्छ भनेर लाग्नुभएको छ। यहाँको यो प्रतिष्ठानको म सदैव उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र बुवाको यो प्रतिष्ठानलाई
अगाडि बढाउनलाई वडाको तर्फबाट पनि हामीले गर्नुपर्ने सहयोग रहनेछ भन्दै र बुवाको आमाको आज जन्मदिन परेको हुनाले बुवाको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद। धन्यवाद वडा सदस्यज्यू। अब श्री हेरम्ब प्रसाद पार्वती कोइराला शिक्षण प्रतिष्ठानका प्रमुख संरक्षक श्री हेरम्ब प्रसाद कोइरालाज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हार्दिक अनुरोध गर्दछु। कृपाले परिपूर्ण टम्म यो विश्व ब्रह्माण्ड सदार अंश सबै झिकेता परिपूर्ण नै छ। नमस्कार। यस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, आदरणीय यस कार्यक्रमका प्रमुख अतिथि, सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति, पूर्व कुलपति, वरिष्ठ साहित्यकार, पोखराका गौरव आदरणीय सर्वभक्तज्यू, आदरणीय वडा सदस्यज्यू, वडा सदस्य गोविन्द प्राविज्यू, धर्मस्थली मानिक आमालु विद्यालयका अध्यक्षज्यू, यी भाइहरूलाई सानो सानो भाइ पनि गरियो। अब यी देशका भरहाल हुन सक्नुपर्छ। भाइहरूले यो विचारको चाहिँ छात्रवृत्ति पाउनु अलिकति अब त्यसले गर्दा उहाँले यो देशलाई सुन्दर बनाउने पालन कार्यमा अझ राम्रोसँग पढेर बढाउन सक्नुहोस्, यो हाम्रो शुभकामना छ। अब धेरै चाहिँ मैले अघि निवेदन गरेँ, म अरुणाइले हुन सकेका छैन स्वास्थ्यको कारणले। अब हाम्रो प्रयास चाहिँ जीवन पर्यन्त यस्तो कार्यमा शिक्षा, स्वास्थ्य, समाजसेवा कार्यमा हामी लागि पर्नेछौँ। के भनेको छ भने जिउँदै मर्याको भनी नाम छ कसको, उद्यम बिना नित्य छ कालो जस्तो। अब केही पनि नगरिकन बस्यौँ भने जिउँदै मरे जस्तो भयो। त्यसमा पनि हामीले जे सकिन्छ राम्रो कामहरू चाहिँ गरिराख्नुपर्छ। म पनि त्यसमा केही नसके गमलाको फुल गोड्ने काम भए पनि हुन्छ, त्यसमा पनि म लाग्छु। अब राज्यले पनि जता दियोस्, म के निवेदन गर्छु भने विद्यामै छ महाशक्ति, कर्ममै छ सुपूजना भन्छ। अब महाशक्ति भएको विद्यालय पूर्ण गर्नु पऱ्यो भने त अब विद्यार्थीहरूले पहिरो गर्नु पऱ्यो, हामी सबैले सहयोग गर्नु पऱ्यो। त्यसो भएको हुनाले यतापट्टि हाम्रो सबैको ध्यान जानको निमित्त म माता विद्यावासीसँग प्रार्थना गर्छु। अब सबैलाई सद्बुद्धि आएर त्यो काममा हामी गर्न सकौँ। अघि मैले पहिला निवेदन गरेँ, यो हाम्रो संस्कार संस्कृति पूर्वीय अत्यन्त सकारात्मक हो, पोजिटिभ। हामी पोजिटिभ छौँ, नेगेटिभ कहिल्यै लिनु हुँदैन। हामी पोजिटिभ छौँ, त्यसतर्फ सबैको ध्यान जानको निमित्त म निवेदन गर्न चाहन्छु। अब यो अवसर दिएकोमा आयोजन धन्यवाद पनि दिन चाहन्छु। पुनः अब एकचोटि अब ज्येष्ठ नागरिकको हैसियतले पनि भयो, यहाँहरू सबैको हरेक पथमा सफलता मिलोस्, सुख शान्ति समृद्धि र राम्रो बन्दै जाओस् भन्ने भगवान्सँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद। अब शुभकामना मन्तव्यको अन्त्यमा हाम्रा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार श्री सर्वभक्त श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। आज यस श्री हेरम्ब प्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानको यो तेस्रो साधारण सभा तथा पुरस्कार अर्पण समारोहमा आतिथ्य ग्रहण गर्न पाउँदा मैले आफूलाई सौभाग्यशाली सम्झेको छु। मलाई यो अवसर दिने यस संस्थाका अध्यक्ष रमेशजी लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र आरम्भमा
यो शिक्षा पुरस्कारद्वारा पुरस्कृत या सम्मानित संस्था श्री चिसापला वेद विद्याश्रमका संरक्षक लगायत सम्पूर्ण परिवार साथलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। साथै पुरस्कृत हुनुभएका विभिन्न विद्यालयका विद्यार्थी बाबु नानीहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आज श्री हेरम्ब प्रसाद कोइराला श्रद्धेय हेरम्ब प्रसाद कोइरालाज्यूको 87औं जन्मोत्सवको सुखद अवसर पनि भएको हुनाले उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु, शुभकामना व्यक्त गर्न चाहन्छु र सदायुभन्दा पनि लामो सुदीर्घ जीवनको कामना गर्न चाहन्छु। मैले विद्यालयमा अध्ययन गर्दा विद्यार्थीका उहाँलाई एउटा स्काउटको अत्यन्त व्यक्तित्वशाली, त्यसबेला उहाँ युवा पोखराका एक जल्दा बल्दा युवा व्यक्तित्व र स्काउटलाई नेतृत्व प्रदान गर्ने व्यक्तित्वको रूपमा मैले उहाँलाई सर्वप्रथम चिनेको थिएँ। 9-10 कक्षामा पढ्दा अथवा त्यसभन्दा अगाडि पनि 26, 27, 28 सालमा 28 सालमा मैले यहीँ नजिकैको यो बारा स्कुलबाट एसएलसी सेन्टर मेरो त्यहाँ पढेको थियो। त्यसले यो क्षेत्रमा त्यस बेलादेखि नै आउने जाने त्यो क्रम त्यसै बेला चलेको थियो र त्यस बेला विभिन्न किसिमका विद्यालयका गतिविधिहरू हुँदाखेरि र विभिन्न किसिमका गतिविधि हुँदाखेरि र अन्य सडकमा अन्य किसिमका प्रदर्शनात्मक गतिविधिहरू हुँदाखेरि म प्राय उहाँलाई देख्दथेँ र त्यो स्काउटको ड्रेसमा अत्यन्त व्यक्तित्वशाली व्यक्तिको रूपमा उहाँलाई देख्दथेँ र यो स्काउट बारेमा जुन अन्य विद्यार्थीहरूलाई त्यो स्काउटको लुगा लगाएर हिँडेको देख्दाखेरि त्यसरी हिँड्न पाए हुन्थ्यो कि भने जस्तो मनमा लाग्दथ्यो। तर त्यो अवसर मैले त्यस बेला कहिले पनि पाइनँ र त्यस बेलादेखि नै एउटा आदर्श व्यक्तित्व जस्तो आफ्नो लागि एउटा परिचय नभए पनि एउटा आदर्श व्यक्तित्वको रूपमा मैले उहाँलाई चिनेको थिएँ र एउटा लामो कालखण्डमा अहिले पनि उहाँलाई त्यस्तै किसिमले यो उमेरमा पनि उहाँलाई जुन जागरुक रूपले सम्पूर्ण रूपले जुन जागरुकता उहाँमा देखिरहेको छु त्यो देख्दाखेरि अत्यन्त खुसीको अनुभूति भएको छ। त्यसले म उहाँप्रति हार्दिक शुभेच्छा व्यक्त गर्न चाहन्छु र यो वास्तवमा जीवनको बारेमा जन्मेर यो संसारमा के गर्ने अथवा हामी के कामको लागि जन्मेका हौँ भन्ने किसिमका प्रश्नहरू जब हामी सामना गर्न थाल्छौँ तब धेरै किसिमका समस्याहरू पनि हामीले भोग्दै रहेछौँ। यो नृवंश शास्त्रको केही अध्ययन गर्ने क्रममा एउटा मानव जाति मानव प्रजातिहरूको एउटा उद्गमको बारेमा कसरी पृथ्वीमा मानव जातिको आविर्भाव भयो अथवा पृथ्वी कसरी जन्म भयो, सूर्य तारा चन्द्रमा पृथ्वीहरूको कसरी जन्म भयो, त्यो जुन वैज्ञानिक अन्वेषणका विषयहरू छन् कहिलेकाहीँ ती चिजहरू अध्ययन गर्ने क्रममा
र यो एउटा मानव शास्त्र, नृवंश शास्त्र जसलाई भनिन्छ, एन्थ्रोपोलोजिकल स्टडिज, के अध्ययन गर्ने क्रममा कहिलेकाहीँ हामी किन यो पृथ्वीमा के को लागि हामी जन्मेका हौँ भन्ने किसिमका प्रश्न र एउटा असुविधाजनक किसिमका प्रश्नहरूको सामना गर्नुपर्ने स्थिति मैले पनि भोगेको छु। अस्ति भर्खरै म एउटा पुस्तकको अध्ययन गर्दै थिएँ कि हाम्रो जुन मानव प्रजाति छ अहिले संसारभरि अहिले जुन एउटा मानव प्रजाति छ जसलाई होमो स्यापियन्स मानव प्रजाति भनेर भन्छौँ, त्यो करिब 2-3 लाख वर्ष अगाडिदेखि पृथ्वीमा अस्तित्वमा रहेको कुरा वैज्ञानिक जीवाश्महरूको वैज्ञानिक अध्ययन गर्दाखेरि थाहा हुन्छ। यो 2-3 लाख वर्षभन्दा बढी हामी यो पृथ्वीमा छैन, यो हाम्रो मानव प्रजाति। र त्यसभन्दा अगाडिका धेरै जीव जन्तुहरू समयक्रममा जन्मे, कति नाश भएर गए। डाइनासोर जस्ता जमानाका ठुला जीव जन्तुहरू विभिन्न पर्यावरणीय कारणहरूले गर्दा विनष्ट भएर गएको धेरै कालपछि हामी मान्छेहरू यस पृथ्वीमा जन्मेका हौँ। र जन्मिँदाखेरि पनि एउटा हाम्रा आदि पुर्खाहरू, आदि मानवहरू जोसँग भाषा थिएन, जोसँग संस्कृति थिएन, जोसँग धर्म थिएन, त्यो बेलाको त्यो समाज अथवा ती झुन्डहरू कसरी बस्दै होला भन्ने परिकल्पना कहिलेकाहीँ म गर्ने गर्छु। र धेरै वर्षपछि त्यो लाखौँ वर्षको इतिहासमा 4-5 हजार वर्ष अगाडि मात्र अझ निश्चित रूपले भन्दाखेरि 4300 अहिलेसम्मको अध्ययन अनुसार 43 वर्ष अगाडि मात्र 5,000 वर्ष अगाडि भनौँ मोटामोटी रूपले मात्र अहिलेको जुन एउटा सभ्यताको हामी कुरा गरिरहेका छौँ, धर्मको कुरा गरिरहेका छौँ, साहित्य संस्कृतिहरूका कुरा गरेका छौँ, समाजका कुराहरू गरिरहेका छौँ, यी चिजहरूको जन्म भएको इतिहासले सिद्ध गरेको छ। विश्वको पहिलो सभ्यता जसलाई हामीले सुमेरियन सभ्यता भनेर भन्छौँ अथवा मेसोपोटामियाको सभ्यता चाहिँ 4300 वर्षभन्दा बढी भएको छैन। त्यो मेसोपोटामियाको सुमेरियन सभ्यता पछि अनि त्यसपछि नाइल रिभर वरपर इजिप्टका सभ्यताहरू जन्मे। भारतीय महाद्वीपमा अथवा सिन्धु घाटीका सभ्यताहरू जन्मे। र यसरी विश्वका चिनिया सभ्यताहरू जन्मे, माया सभ्यताहरू जन्मे र विभिन्न किसिमका धर्म संस्कृतिहरू र भाषाहरूको आविष्कारहरू भए। भाषाहरूको आविष्कार भएपछि साहित्यहरूको आविष्कार भए, अभिव्यक्तिका विभिन्न कलाहरूको आविष्कार भए। त्यसैले यी सबै चिजहरूलाई एकै ठाउँमा राखेर अध्ययन गर्दाखेरि जीवनको वास्तविक अर्थ हामीले आफैले अनुसन्धान गर्ने एउटा विश्वको, एउटा मानव जातिको विवर्तनको इतिहास या विकासको इतिहासको क्रममा मान्छेले अर्जित गर्दै गएको हामीले महसुस गर्छौँ। र अहिले हामी अघि समादरणीय हेरबराज कोइरालाजीले भन्नुभयो चाहिँ जीवनमा केही गर्न कामै नभए पनि एउटा गोडमेल गरेर पनि एउटा सानो एउटा कुनै भाँडोमा कुनै चिज त्यो एउटा सृजनात्मक एउटा प्रवृत्ति मान्छेमा एउटा कर्म गर्ने एउटा सृजनात्मक प्रवृत्ति हुनुपर्छ। त्यसो गरेर पनि समयको उपयोग हामीले एउटा समयको लामो कालखण्डमा एउटा निश्चित समयमा जन्मेर एउटा छोटो समय त्यो धरतीमा बिताएर फेरि एक दिन अविसम्भावी रूपले जानु छ। र त्यो एउटा छोटो समय र कालखण्डमा मैले के गर्दाखेरि यो समाजको लागि या आफ्नै लागि पनि, आफ्नो अन्तर्मनको लागि, आफ्नो परिवारको लागि, आफ्नो समाजको लागि, आफ्नो देशको लागि र सम्पूर्ण मानव जातिको लागि, विश्वको लागि कल्याणकारी काम हुन सक्छ।
त्यही सोच्नु नै त्यो नै मान्छेको सबभन्दा ठुलो आविष्कार हो जस्तो मलाई लाग्छ। जसलाई हामी सृजना भन्छौँ, म लेखक भएको नाताले विभिन्न किसिमका साहित्य सिर्जना गरेर आफ्नो जीवनलाई, आफ्नो अन्तर्हृदयलाई सन्तुष्ट बनाउने कोसिस गर्छु। मेरा सृजनाहरूले अरूको मन पनि छुन सकोस्, मेरा सृजनाहरूले आफ्नो देशको, आफ्नो समाजको, आफ्नो मानव जातिको लागि केही न केही कल्याणकारी काम गर्न सकोस् भन्ने भावना म राख्छु। शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई पढाए अथवा विभिन्न क्षेत्रमा काम गर्ने राष्ट्र सेवकहरूले आफ्नो क्षेत्रमा सेवा प्रदान गरेर म केही न केही देशको लागि, समाजको लागि सृजना गर्न सकौँ भन्ने भावना नै त्यो मनुष्य भावना रहेछ र त्यही मनुष्य भावनालाई नै मानिसलाई स्वस्थ, मानसिक रूपले स्वस्थ र सन्तुलित पार्ने रहेछ जस्तो मलाई महसुस हुन्छ। र जब म आदरणीय हेरमराज कोइरालाजीलाई देख्छु, म भित्र पनि त्यस्ता किसिमका भावनाहरू, उहाँहरू जस्तै जीवनलाई सम्पूर्ण रूपले कर्ममा अर्पित कसरी गर्न सकिन्छ। उहाँले आफ्नो सम्पूर्ण जीवन कर्ममा अर्पण गर्नुभयो, एउटा निष्काम कर्ममा अर्पण गर्नुभयो र एउटा स्काउटमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेर देशभित्र र देश बाहिर एउटा आफ्नो देशको प्रतिष्ठा राख्नुभयो। र अहिले पनि उहाँ कुनै न कुनै आफूलाई कुनै न कुनै उपयुक्त हुने काममा संलग्न गरेर देश र समाजको सेवा गर्न तत्पर हुनुहुन्छ। र त्यो किसिमका उहाँहरू जस्ता अग्रगण्य व्यक्तित्वबाट हामी उहाँहरू पछिका पुस्ताका व्यक्तिहरू सधैँ प्रेरित र प्रभावित हुनेछौँ, प्रभावित भइरहेका छौँ। आज जुन भाइ बहिनीहरू, नानीहरूले यहाँ पुरस्कृत हुने सौभाग्य पाए, निश्चय पनि तिनीहरू पनि यो उहाँको जीवन, उहाँको दर्शनबाट प्रेरित भएर आफ्नो जीवनमा उहाँहरू जस्तो हुन सक्नुपर्ने रहेछ भन्ने किसिमको भावना यहाँहरूले पनि व्यक्त गर्नुहुनेछ, यहाँले पनि महसुस गर्नुहुनेछ भन्ने आशा एवं विश्वास म व्यक्त गर्न चाहन्छु र शुभेच्छा व्यक्त गर्न चाहन्छु। र आज यस कार्यक्रममा हाम्रा पोखराका एकजना चर्चित साहित्यकार र विशेष गरेर उहाँले यो पोखराका विभिन्न धर्मस्थलहरूको बारेमा, विभिन्न व्यक्तित्वहरूको बारेमा, विभिन्न संस्कृतिहरूको बारेमा दर्शनौँ पुस्तकहरू लेख्नुभएको छ। रविन्द्र माकाजी उहाँले लेख्नुभएको तालबराई भन्ने पुस्तक नेपालीमा रचना गर्नुभएको तालबराई भन्ने पुस्तकको यो ट्रान्सलेसन, यसको अनुवाद चाहिँ प्रवीण बडगाईजीले गर्नुभएको, जुन यहाँ विमोचन गर्ने सौभाग्य पनि प्राप्त भयो। म रविन्द्र भाइ र प्रवीण बडगाई भाइ यसका अनुवादक दुवैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। वास्तवमा पोखराको एउटा सांस्कृतिक परिवेशको अथवा पोखराको एउटा सांस्कृतिक इतिहासको अभिलेख निर्माण गर्दाखेरि यो रविन्द्र भाइको धेरै महत्त्वपूर्ण योगदान रहिरहेको मैले महसुस गरेको छु। उहाँले धेरै 50-60वटा भन्दा बढी सङ्ख्या पुगिसक्यो जस्तो मलाई लाग्दछ। त्यति धेरै सङ्ख्यामा उहाँले पुस्तक लेख्नु भएको छ, छोटा पुस्तकहरू जहाँ चाहिँ विभिन्न मठ मन्दिरहरूको बारेमा, पोखराका मठ मन्दिरहरूको बारेमा, पोखराका विशिष्ट व्यक्तित्वहरूको बारेमा, पोखराका विभिन्न कला र संस्कृतिहरूको बारेमा उहाँले महत्त्वपूर्ण कृतिहरू लेख्नु भएको छ। अध्ययन अनुसन्धान गरेर ती कृतिहरू यदि यसरी नै बिस्तारै अनुवाद हुँदै अङ्ग्रेजीमा अनुवाद हुँदै गयो भने यो हामी भन्छौँ नि पोखरालाई अहिले पर्यटकीय नगरी भन्छौँ। देशभरिका पर्यटकहरू यहाँ आउँछन् र पोखराको बारेमा जानकारी लिन इच्छुक व्यक्तिहरूको लागि अथवा ती पर्यटकहरूको एउटा अध्ययनको एउटा महत्त्वपूर्ण स्रोत यी पुस्तकहरू हुन सक्छन् भन्ने मलाई लाग्दछ। त्यसैले आगामी दिनमा पनि यस्ता पुस्तकहरू, उहाँले लेख्नुभएका यस्ता अरू पुस्तकहरूको पनि अनुवाद हुँदै जाने आशा एवं विश्वास व्यक्त गर्न चाहन्छु।
वरिष्ठ साहित्यकार श्री सर्वभक्त श्रेष्ठज्यू। अब सम्मान र मायाको चिनो प्रदान गर्ने कार्यक्रमको लागि म यस प्रतिष्ठानका अध्यक्ष श्री रमेश प्रसाद कोइरालालाई सम्मान व्यक्त गरी हाम्रा प्रमुख अतिथिलाई सम्मान व्यक्त गरिदिनु अनुरोध गर्दछु। सचिव नवीन बन्धु केराजुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सर्वप्रथम आज धरीको दिन पनि र व्यस्तता विभिन्न कार्यक्रममा व्यस्तता हुनुहुने हाम्रा प्रमुख अतिथि श्री सर्वभक्त आदरणीय सर्वभक्त श्रेष्ठज्यू, वरिष्ठ साहित्यकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञान संस्थानका पूर्व कुलपति, अति व्यस्त आफ्नो कार्यक्रम 3 बजे उहाँको कार्यक्रम पनि छ। यस्तो व्यस्ततामा पनि हामी र हाम्रो साथ दिनुभयो। हाम्रो यो संस्थाप्रति र मेरो आदरणीय बाबुप्रतिको मायाले उहाँले अटुट पुरा समय दिएर हामीलाई साथ दिनुभयो। म र मेरो प्रतिष्ठानको तर्फबाट र मेरो परिवारको तर्फबाट हार्दिक आभार वितरण चाहन्छु। यसै गरी हामीलाई वार्ड नम्बर 5 का वडा अध्यक्षलाई पनि हामीले आमन्त्रण गरेका थियौँ। उहाँ हुनुहुन्छ प्रतिनिधि आदरणीय गोविन्द पराजुलीज्यूले उहाँको प्रतिनिधित्व गरिदिनुभयो र हाम्रो माया सुधा दिनुभयो र उहाँले आफ्नो भावनामा हामीलाई डुबाइदिनुभयो। यसको लागि हाम्रो प्रतिष्ठान तर्फबाट हार्दिक आभार चाहन्छु। र आज सम्मानित हुनुहुने र हाम्रो संस्थाले छनौट प्रक्रियामा उत्कृष्ट हुनुहुने पोखरा वेद विद्याश्रमका श्रमको जुन संस्था छ, त्यो संस्थालाई धेरै मूल्याङ्कनबाट उहाँहरू छोड्नु भएको थियो। उहाँले आएर आफ्नो मेरो इच्छाअनुसार हाम्रो समितिले निर्णय गरेअनुसार उहाँ आफै आइदिएर अमूल्य समय दिएर ग्रहण गरिदिनुभयो। उहाँलाई पनि प्रतिष्ठानबाट हार्दिक आभार व्यक्त चाहन्छु। यसै गरी बाराई मण्डल विद्यालय, धर्मस्थली आदर्श विद्यालय र पोखरा वेद विद्याश्रम चिसाखोलाका आदरणीय व्यवस्थापनका अध्यक्षज्यूहरू, प्राचार्यज्यूहरू, उहाँहरूले हरेक स्कुलबाट 2 विद्यार्थी हुन बढी प्राथमिक हुनुहुन्थ्यो। समयमै 28 गतेसम्म म्याथ थियो, तर उहाँले समयमै प्राथमिक र हामीलाई हाम्रो कार्यक्रममा सहयोग गरिदिनुभयो र हामीले सोचिदिनु विद्यार्थीहरूलाई केही रात फोकस गरेर प्रमाणपत्रले भन्न सक्यौँ, समयमै भन्न सक्यौँ। उहाँहरूलाई जुन यो अथक सहयोग गरिदिनुभयो, उहाँहरूलाई पनि म हार्दिक आभार व्यक्त चाहन्छु। त्यसै गरी मेरो फुलेनी बुबाको दौतेरी है यस्तो पानीमा पनि आएर माया देखाइदिनुभयो। नानीको प्रतिष्ठानका संरक्षक वीरेन्द्र हेराजनज्यूलाई आभार व्यक्त चाहन्छु। यस हामी श्रीपतिका सन्तान श्रीपति कुठीका अध्यक्ष उहाँले समयमा आएर हामीलाई साथ दिनुभयो र हाम्रो परिवारमा सुख दुःखमा साथ दिने संस्था श्रीपति कुठीका अध्यक्षज्यूलाई हार्दिक आभार व्यक्त चाहन्छु। पहिला सेवा समाज केन्द्रीय सल्लाहकार पुरा समय दिएर धैर्यमा पनि उहाँ बिरामी गरेर हिजो राताराति कामबाट आउनुभएको थियो। त्यही पनि हाम्रो माया गफले उहाँले काम छोडेर पनि आउनुभयो। उहाँलाई हार्दिक आभार व्यक्त चाहन्छु। र यहाँ हामीले आमन्त्रित त धेरै गरेका थियौँ, तर पानीले र धेरै कार्यक्रम छुटेको हुनाले आउनु सकेन। जति आउनु सक्नुभयो सङ्घ संस्था, अब यहाँ म देखिरहेको छु पूर्व कर्मचारी सेवा परिषदका पूर्व अध्यक्ष मेरो सहपाठी साथी आदरणीय नरहरी बराजु ढिलेर पनि आइदिनुभयो। उहाँलाई व्यक्तिगत रूपमा म हार्दिक आभार व्यक्त चाहन्छु। त्यसै गरी हाम्रो रोटरी क्लब पोखरा फिस्टेल म त्यसमा पनि सदस्य छु र उहाँ साथीहरू
आफ्नोपन देखाएर आइदिनुभयो र उहाँलाई मेरो यो प्रत्याङ्गको तर्फबाट हार्दिक हार्दिक आभार दिन चाहन्छु। र अनि यसै गरी विदेशमा बसेर पनि उहाँले बारम्बार हामीलाई सुनिराख्नुहुन्छ र परिवारमा आइराख्नुहुन्छ। हाम्रो प्राध्यापक डाक्टर हरि कोइरालाज्यू उहाँ हाम्रो परिवारप्रति उहाँको माया स्नेह अति छ र उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। एक समष्टि रूपमा तालबाराई पुस्तक नेपालीमा लेखेको थियो, जो रवीन्द्र महाकालले अथक प्रयासबाट छापिएको थियो। त्यो पुस्तक अङ्ग्रेजी संस्करणमा हाम्रो प्रवीण बडगामीले बहुत मेहनत लगाएर यो स्वदेश तथा विदेशसम्म पनि पढ्न सकिने पुस्तक तयार गरिदिनु भयो र हाम्रो हातमा आजसम्म हातमा पुगेको छ। उहाँलाई यो प्रतिष्ठान आभार व्यक्त गर्न चाहन्छ। र किसान नागरिक सरकार समाज जुन शान्तिघाटमा अफिस कार्यालय व्यस्त छ अवस्थित छ, उहाँका अध्यक्ष एवं यस संस्थाका आजीवन सदस्य एवं कार्यसमिति सदस्य नारायण छेत्रीज्यूलाई पनि हार्दिक आभार दिन चाहन्छु। र यो प्रायः हामी यही वडावासी छौँ, धेरै छिमेकको माया बढी आवश्यक पर्छ। यस्तो अवस्थामा पानी परे पनि धेरै ध्यान गरेर बसिनुभयो। सम्पूर्ण उपस्थित मेरा इष्टमित्र दाजुभाइ दिदीबहिनी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र आज 6जना भाइ बहिनीलाई हामीले छुट्टी बाँड्यौँ। उहाँको जाँच छ भोलि, जाँच परीक्षा छ भोलि भए तापनि आइदिनु भयो। उहाँहरूलाई उत्तरोत्तर प्रगति र शिक्षामा सफलता कामना गर्न चाहन्छु र धन्यवाद गर्न चाहन्छु। हाम्रो वेद विद्यासन शिक्षाका भाइहरू बटुक भाइहरूले स्वास्थ्यवादन गरी हामीलाई शान्त पारिदिनु भयो र हामीलाई पनि प्रसन्न पारिदिनु भयो। उहाँलाई पनि यस प्रतिष्ठानको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र हामीसँग नेपाल टिभीका प्रतिनिधि पनि हामीसँग साथमा हुनुहुन्छ परमेश्वर, उहाँलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण हाम्रो सचिवज्यूले अब आसन ग्रहणको क्रममा तलमाथि केही गल्ती अथवा हुनसक्छ, त्यसमा भइदियो भएर क्षमा प्रार्थना गरिदिनु होला। र म पनि एउटा यो संस्थाको अध्यक्षको हैसियतले सबैको मन खुसी होस् र कसैलाई पनि छुट्याउन चाहेको होइन। परिस्थितिले चाहिँ अब के भने ठाउँ पनि सानो, हामी सबै बराबर हाम्रो हैसियत हो। सबैका हामी आदरणीय व्यक्तित्व हुनुहुन्छ, अति प्यारो हामीलाई माया गर्ने गरेर चाहिँ नै धैर्य गर्नु बदिनु भयो। त्यसको लागि यो समयको लागि हार्दिक 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 आभार व्यक्त चाहन्छु। र यहाँहरूको माया मैले अघि भने त्यो पुस्तिका रातो गोबरको पुस्तिका छ, यहाँले केही शब्द त्यहाँ छोडेर चाहिँ गइदिनु भयो भने पनि भोलिपछि बुवाले पट्टाएर हेर्दाखेरि आफ्नो बढ्छ भन्ने मैले यहाँलाई अघि भनेको थिएँ। र मेरो सम्झिज्यू उहाँ यति व्यस्त हुनुहुन्थ्यो कि अहिले हामीलाई पनि आइसक्नु भयो। भनेदेखि समाजसेवी दिनबन्धु गौतमज्यू र उहाँको परिवार सबैलाई हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यसै गरी अब मैले कोही छुट्याएको पनि छुट्टिएको छैन भने यहाँले छुट्टी गरिदिनु होला। र ध्रुवप्रसाद पार्टी कला शिक्षा प्रतिष्ठानका 32जना कार्यसमिति सदस्य हुनुहुन्छ र हामी 9जना चाहिँ हामी सदस्य छौँ, जसको अध्यक्ष म छु र उपाध्यक्ष हुनुहुन्छ डाक्टर भोजराज नेपाने, सचिव नवीन बन्धु कोइराला, कोषाध्यक्ष उषा कोइराला, सहसचिव डाक्टर रूपक रञ्जन प्रसाद कोइराला र सदस्यमा हाम्रो मुदन्य व्यक्तित्व साहित्यकार जो उहाँलाई विशेष गरी यो प्रतिष्ठानमा उहाँको भूमिका ठुलो भूमिका छ। उहाँले हरेक पल पल सरसल्लाह दिने र उहाँले आज यो संयोजकको भूमिका निभाइदिनु भयो। विशेष गरी उहाँलाई म हार्दिक हार्दिक आभार व्यक्त गर्न चाहन्छु। संयोजक एकपटक उठेर सबैलाई चाहिँ उठिदिनु हुनेछ गर्छु र पनि सम्पूर्ण सफल गर्नुमा उहाँको ठुलो हात छ। यो मुनाका टोली सबै उहाँलाई यसै गरी नारायण अघि मैले भनिसकेँ आदरणीय मेरो छोरो बुवा नारायण प्रसाद सुवेदीज्यू, अनि डाक्टर चन्द्रिका पण्डित,
बुहारी लक्ष्मी भुटेल कोइराला र हामी कार्य समितिमा 9 जना छौँ। मैले यहाँलाई तयारी गरेँ र आदरणीय हाम्रो संरक्षक प्रमुख संरक्षक आदरणीय पूजनीय बुबा हेमप्रसाद कोइराला र मेरो पूजनीय आमा पार्वती कोइरालाको हिम्मत र बल प्रदान गरिदिनु हुने, खुसी छाइदिनु हुने सबैलाई हार्दिक आभार व्यक्त गर्दै यो थलो यो ताजमहल बेङ्गुटको समय र यो हलको उपलब्धता गराइदिनु हुने आदरणीय मेरो भन्दा पनि हुनुहुन्छ प्रकाश सुवेदीज्यू र उहाँको व्यवस्थापन टिमलाई पनि हार्दिक आभार व्यक्त चाहन्छु। र यसै गरी हामी निरन्तर हामी साथमा रहौँ र यहाँको सुझाव सल्लाह र समन्वयको लागि म अपेक्षा गर्छु। म यति भन्दै बिदा हुन्छु। हस्, जय होस् श्री पार्वती कोइरालासँग जय होस्, यहाँको सबैको जय होस्। अब कार्यक्रम सकिए पनि खाना तयार छ, प्लिज खाना चाहिँ लिएर चाहिँ गइदिनु होला। म यति भन्दै आजको यो कार्यक्रम सफलताका साथ हामीलाई सम्पन्न गराइदिनु हुने सम्पूर्ण सहभागी साथीहरूलाई, सहभागी मित्र, पूजनीय व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्त गर्दै यो सभा शिक्षक पुरस्कार र छात्रवृत्ति वितरण समारोह यही समापन भएको म अनुरोध गर्न चाहन्छु। जय हो।